बाचा गर्नुहुन्छ कि प्रार्थनामा विश्वासशील हुनुहुनेछ and in the reading and study the Holy Scripture, कि पवित्र बाइबलदेखि पढ्नको निम्ति and to lead a life of worthy of the work to which you have been called. र तपाईलाई बोलाएको जीवन सही रूपमा जिउनको निम्ति May the God of peace, शान्तिको परमेश्वर who brought you to this ministry जसले तपाईलाई यस मण्डलीमा ल्याउनु भयो of preaching and teaching, परमेश्वरको वचन प्रचार र सिकाउनको निम्ति bless you abundantly, तपाईलाई आशीषित गरौँ so the precious souls ताकि ती आत्माहरू प्रेसियस आत्माहरू will be ones to Christ. कि तिनीहरूलाई चाहिँ ख्रिस्टले जितेका हुन् So now my question, I go to Mr. Santamang and Mrs. Raya Guru. र यो मेरो प्रश्न चाहिँ हाम्रो सन्तमा गुरुङ र मिस रयल गुरुङको लागि हो In the presence of God and in the presence of the congregation, कि परमेश्वरको उपस्थिति र मण्डलीको उपस्थितिमा it is necessary that you should answer in all sincerity. कि यो जरुरी छ कि तपाईले आफ्नो सारा हृदयले जवाब दिनुपर्छ The question that I now ask from you, कि मैले तपाईलाई सोध्ने जो प्रश्नहरू do you believe that you are called by God के तपाई विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईलाई बोलाउनु भयो भनेर through this congregation यस मण्डलीद्वारा to this office of deacons, कि यो डिकनको अफिसको निम्ति and do you promise that God is your helper र के तपाई बाचा गर्नुहुन्छ कि परमेश्वर तपाईको सहायक हुनुहुन्छ भनेर to save him कि उहाँलाई बुझ्नको निम्ति and his congregation र उहाँको मण्डली with all faithfulness? तपाईको सारा विश्वासले As the deacon and the deaconess in the church, र यो मण्डलीमा हुनुहुने डिकन हुनेवाला will you visit and comfort के तपाई गएर न्यानो पार्नुहुनेछ या गएर रेखदेख गर्नुहुनेछ to those who are suffering? जो कठिनाइमा छन् Are you ready to minister to the poor and needy? के तपाई गरिब र जरुरीहरूको रेखदेख गर्न तयार हुनुहुन्छ May the God of peace who brought you to this ministry of the Lord Jesus Christ र शान्तिको परमेश्वर जसले तपाईलाई यो ख्रिस्टको मण्डलीमा ल्याउनु भयो to bless you abundantly, उहाँले तपाईलाई आशीषित गरून् so the precious souls र जो प्रेसियस आत्माहरू will be ones to Christ. तिनीहरूलाई चाहिँ परमेश्वरले जित्न सकुन् So now I would like to call the pastor, म यस समयमा पास्टरलाई बोलाउन चाहन्छु also the elders and evangelists to kindly come forward as we are going to pray and lay hands on this particular time. यस समयमा म इभान्जेलिस्ट एल्डर र पास्टरहरूलाई बोलाउन चाहन्छु ताकि उहाँको अभिषेक गर्नको निम्ति पास्टरहरूलाई बोलाउन चाहन्छु र एल्डर र इभान्जेलिस्टहरू पनि गर्नुपर्ने जो रीतिरिवाज I would like to invite the team to kindly anoint this oil for the brothers and sisters. र म हाम्रो ब्रदर जेम्सलाई बोलाउन चाहन्छु कि यो अभिषेक गरेको तेल उहाँको शिरहरूमा So we दलिदिनको are going निम्ति to pray and lay hands, and after the prayer we will do the others. र हामीहरू पहिलो हात राखेर प्रार्थना गर्नेछौँ त्यसपछि तेलले अभिषेक गर्नेछौँ
अनुसार मेरो प्रार्थना गरौँ। So I want to request Pastor James Singh from the Church of Christ to kindly to anoint this oil our brother and sister. Cameraman, आप cameraman So I would like to request our brother and sister to kindly stand up. हाम्रो प्रिय दाजुबहिनीहरू खडा हुनुहोस्। So I have few words against to give at this particular time. र के वचनहरू छ म तपाईँको अगाडि यस समयमा दिन चाहन्छु। As a declaration, यो डिक्लेयर गर्नको निम्ति having received your promise कि तपाईँको वाचा तपाईँले पाउनुभयो and the pledge to this congregation र तपाईँले तपाईँको बोली यस वचन यस मण्डलीमा राख्नुभयो and the promise that you have given to God, र तपाईँले परमेश्वरमा गर्नुभएको वाचा राख्नुभयो that I, as the servants of the gospel, कि म यो वचनको काम गर्ने दास छै I declare today कि म यो आज डिक्लेयर गर्दछु that Mr. David Gurung कि मिस्टर डेभिड गुरुङ has been ordained as a pastor of the Church of Christ here in Ghana. कि Yes, Sikkim. यो सिक्किममा भएको ख्रिस्टको मण्डलीमा पास्टर नियुक्त हुनुभएको छ। In the name of the Father पिताको नाममा and the Son and the Holy Spirit. पिता पुत्र र पवित्र आत्माको नाममा I also declare म डिक्लेयर गर्दछु that Mr. Santaman Taman
कि मिस्टर शान्तमन तामाङ has been ordained as a deacon, कि एउटा डिकनको रूपमा नियुक्त हुनुभएको छ and Mrs. Rayal Gurung र मिसेस रेयल गुरुङ as a deaconess of the Church of Christ here in Sikkim. कि यस ख्रिस मण्डली जो सिक्किममा छ यहाँ उहाँलाई डिकन नियुक्त गराएको छ In the name of the Father, पिताको नाउँमा and the Son, and the Holy Spirit. र पुत्र र पवित्र आत्माको नाउँमा I have few words to say to the congregation as well. र मण्डलीको लागि पनि म के भन्न चाहन्छु And before I close my speech, र मेरो आजको कुरोहरू समाप्त गर्नुभन्दा अगाडि I want to give a very short encouragement कि म तपाईँलाई केही दिलासा दिन चाहन्छु that Pastor David Gurung कि हाम्रो पास्टर डेभिड गुरुङ and Deacon Santaman Tamang कि हाम्रो डिकन शान्तमान तामाङ and Deaconess Raya Gurung र हाम्रो डिकन रायल गुरुङ has been ordained to serve for the spiritual need of the church. कि मण्डलीको आत्मिक जरुरीको निम्ति आज नियुक्त गराएका छन् The success of the ministry र यो सङ्गतिको सफलताको लागि doesn't only depends upon the legal appointment, र केवल त्यो उचित अपोइन्टमेन्टको लागि मात्रै होइन but rather तर the appointment of the church, यी मण्डलीद्वारा नियुक्त गरेको चुनिएको but rather how much we cooperate with Christ र हामीहरू कति ख्रिस्टसँग आनबान गर्दछौँ to support and pray for them. र यिनीहरूको सपोर्ट र यिनीहरूको निम्ति प्रार्थना गर्ने Not only depend upon the legal appointment that we do today, र आज हामीले यो एउटा उचित नियुक्त गरेको मात्र होइन as a congregation, तर एउटा मण्डलीमा you need to cooperate with Christ तपाईँ ख्रिस्टको पनि आनबान हुनुपर्दछ to support सहायता गर्न पर्दछ and pray for them. र यिनीहरूको निम्ति तपाईँले प्रार्थना गरिदिनु पर्दछ I conclude here. So, nalaman mo na ito ba? I complain, nagalihan yung ki elder, kibasasan sa bahay na makin I complain. Iya kini ki bala, dia tak ada yang nak sini. In the presentation of certificates, we are going for the presentation of certificate to the newly ordained deacon and pastor. I would like to call upon Elder Dwai to present the pastor certificate to Pastor David Guru and deacon certificate to Deacon Santaman Tamang. बेला हामी धन्यवाद सहित उहाँहरूको लागि जोरदार ताली बजाइदिँदैछु विल गिभ देम अ बिग अप्लज